नमस्कार, म प्राध्यापक डाक्टर प्रमोद कुमार सर्राफ एमडीजीपी जनरल प्र्याक्टिस एन्ड इमर्जेन्सी मेडिसिनमा प्रोफेसर प्राध्यापक भएर चाहिँ कार्यरत छु। मेरो स्कुल लेभलको जुन पढाइ छ त्यो पुरानो शिक्षा योजना त्यो बेला नेपालमा थियो। वीरगञ्जको त्रिभुवन हनुमान माध्यमिक विद्यालयबाट मैले स्कुल गरेको अनि त्यहाँबाट पास आउट भइसकेपछि ठाकुराम बहुमुखी क्याम्पसबाट इन्टरमिडिएट गरेर स्कलरसिपबाट म चाहिँ त्यो नेपालमा मेडिकल कलेज त्यो बेलामा थिएन र स्कलरसिपमा म सेन्ट पिटर्सबर्ग त्यो बेलामा लेनिनग्राड युएसएसआरको लेनिनग्राड भनिन्थ्यो त्यो ठाउँबाट फर्स्ट आइपी पाभलोभ इन्स्टिच्युटबाट मैले एमबीबीएस पास आउट गरेर अनि काठमाडौँको टियुटिएच महाराजगञ्जमा हाउस अफिसर भएर कार्यरत भई त्यहाँ 2 वर्ष काम गरेँ। अनि त्यस पश्चात वीरगञ्जको सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पताल त्यो बेला जानिन्थ्यो, नारायणी उपक्षेत्रीय अस्पतालमा मेडिकल अफिसर भएर करिब 8 वर्षसम्म त्यहाँ मैले कार्यरत भई काम गरेँ। अनि त्यसपछि बीपीकेएचएस धरानबाट पहिलोचोटि त्यहाँ फ्यामिली मेडिसिन भनेर यानि कि एमडीजीपी जनरल प्र्याक्टिस एन्ड इमर्जेन्सी मेडिसिन अस्ट्रेलियन प्रोफेसर बोलाएर त्यहाँ सुरुवात गरियो र त्यसको फर्स्ट पास आउट 2005मा बीपीकेएचएसबाट स्कलरसिपबाट म पास गरेर अनि त्यहाँबाट हामीले करिब 10 जना डाक्टरको टोली चाइना सिनस्याङ मेडिकल कलेजमा भिजिटिङ फ्याकल्टीको रूपमा हामीलाई त्यहाँबाट पठाइएको थियो। हामी त्यहाँ गएर 6 महिनासम्म विभिन्न विभागहरूमा टिचरहरूले पढाएर त्यहाँबाट फर्केर आएपछि 2005-06मा नेसनल मेडिकल कलेज वीरगञ्जमा जुन कि भर्खरै सुरुवात भएको थियो त्यो नेसनल मेडिकल कलेज टिचिङ हस्पिटलमा म जोइन गरेर एसिस्टेन्ट प्रोफेसरदेखि लिएर म त्यही ठाउँबाट प्रोफेसर भएँ र प्रोफेसर भएको पनि 8 वर्ष भइसक्यो र त्यो ठाउँमा कार्यरत भएर विभिन्न कुराहरूमा त्यो बेला डेभलप गरियो, डिपार्टमेन्टलाई उत्कृष्ट बनाइयो। मेडिकल डाइरेक्टर भएर पनि काम गर्ने मौका करिब म 10 वर्ष जति पाएँ र त्यसको मेडिकल डाइरेक्टर भएर हस्पिटल डाइरेक्टर भएर मैले विभिन्न कुराहरूमा हेमोडायलिसिसको साथसाथमा त्यहाँको जुन छ नेपाल सरकारको कार्यक्रमहरू आमा सुरक्षा भयो, सामाजिक सुरक्षा भयो, स्वास्थ्य बिमा भयो, डट्स क्लिनिकहरू भयो, यस्ता कुराहरू ल्याउन म त्यहाँ सफल भएको थिएँ। म केही दिन भयो म यो अस्पताल जोइन गरेको छु र मैले यसलाई च्यालेन्जको रूपमा पनि लिएको छु। जुन डिपार्टमेन्ट मेरो छ इमर्जेन्सी यो जनरल प्र्याक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, यसलाई चाहिँ एउटा नमुना यस क्षेत्रमै नमुना सर्भिस दिन सक्ने, किनभने 35 वर्षको जुन मेरो इमर्जेन्सीकै एउटा अनुभव छ त्यो अनुभवलाई म चाहिँ यहाँ खर्च गर्नेछु र यसलाई चाहिँ राम्रोभन्दा राम्रो सेवा क्वालिटी अफ सर्भिस जुन हामी भन्छौँ त्यसलाई बेस्ट क्वालिटी अफ सर्भिस यहाँ दिएर हामी सेवा गर्ने भन्ने उद्देश्य एउटा च्यालेन्ज मैले लिएको छु।